हाई गाइज गुड मर्निङ। आज चाहिँ हामी बसल्टन जाँदैछौँ। अहिले चाहिँ बिहानको 5 बजेको छ। यो चाहिँ हाम्रो डे ट्रिप हो, त्यही भएर हामी चाहिँ चाँडै जान खोजेको। सो चाँडै फर्क्यौँ किनकि 2.5 आवर्सको ड्राइभ रहेको छ। Hello Arman bro. Hello Bhuvan bro. Hello Sila sister. हाम्रो शेफ को काम हैन Sase, did you flip it? Saucy, lucky. Twins. Maybe you'll have twins then. यहाँ चाहिँ अरू फिसिङ गर्दैछ हो। सम पिपल आर फिसिङ दे। म चाहिँ मेरो साथीहरूलाई खोज्दैछु अहिले। उनीहरू चाहिँ निकै टाढा गइसकेको छ। सो यहाँबाट भ्यू चाहिँ हेरौँ है, बब्बाल छ है। बेस्ट प्लेस इन द वे। गाइज यो क्यानल रक हेर्नलाई यति क्राउडेड हुन्छ भनेर चाहिँ सोचेको पनि थिएन यार। Look at the crowd. Last BG. This is the Canal Rock. अनि मेरो साथीहरु चाहिँ लगभग त्यहाँ पुगिसकेको छ। But look at the view guys. Stunning. This is it. एकजना मात्र फिट हुने रहेछ के तर यहाँ। So sorry. Can't fit bro, can't fit. So यहाँ आउनलाई चाहिँ अलि स्लिम भएर आउनु पर्ने रहेछ। अलिकति मोटायो भने चाहिँ यहाँबाट चाहिँ पास हुन नसकिने रहेछ है। सो यहाँबाट चाहिँ रक रहेछ है। सो स्टोरमा चाहिँ अलिक केयरफुल भएर जानु पर्ने हुन्छ। गाइस एकदम गाह्रो रहेछ यहाँबाट त झर्नलाई चढ्नलाई। तर केही छैन, हामी चाहिँ पहिला गाउँको बासी थियो है। सो चढ्न झर्न चाहिँ हाम्रो डेली रुटिन, त्यही भएर हामीलाई चाहिँ त्यस्तो केही गाह्रो लागेको छैन। जस्तै कि मैले भनिरहेको थिएँ है, हामी चाहिँ गाउँको बासिन्दा, हामीलाई चढ्न झर्न यस्तो त हाम्रो डेली रुटिन हो भनेर भन्दै थिएँ। तर अस्ट्रेलियाको गाइस 3 वर्ष हुन थालिसकेको छ। सो मलाई पनि एकदम गाह्रो भइरहेको छ है। मेरो दुईटा हात खुट्टा दुईटै युटिलाइज भइरहेको छ गाइज राम्रोसँग। म यहाँ आज लड्यो भने मलाई हस्पिटल लिएर जानलाई जो साथीहरु त छन्, तर पनि म यहाँ लड्न चाहदिनँ।
सो गाइज आउनु होला तपाईहरु पनि भ्यू देखाउँछु सो गाइज यहाँको भ्यू चाहिँ यही हो सो तपाईहरुलाई यो भ्यू हेर्न आउनु मन छ भने चाहिँ 2.5 आवरको ड्राइभ चाहिँ तपाईले गर्नुपर्ने हुन्छ है त हाम्रो यहाँ फोटोसुट भइरहेको छ उहाँले चाहिँ के भन्दै हुनुहुन्छ भने चाहिँ जेसुकै होस् तर फोटो चाहिँ राम्रो आउनु पर्यो वैसरी उठाएको जस्तो गर टाइटानिक सो गाइज मैले भनेको यही हो एकदम विचार गरेर हिँड्नु होला unless you are pro like Mohan झन् उनीहरू त सुदूर पश्चिमको झन् अहिले चाहिँ हामी यो क्यानाडाको पनि क्यामेल जस्तो यो चुचो चुचो भागको माथि माथि यसरी हिँड्दैछौँ है तपाईहरु यहाँ आउनुभयो भने प्लिज बी केयरफुल इफ यु गाइज वक अन द टप अफ दिस एजेस यदि तपाईहरु यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ यो रकमा क्लाइम्ब गर्नलाई चाहिँ एकदम केयरफुल हुनु होला जस्ट फर यो अन सेफ्टी है साँच्चीकै त्यो भिडियो थियो अफ गर्नलाई नि यस्तै गर्नुपर्छ यो मान्छे काम छैन माइट यो मान्छे काम छैन बाहिर चाहिँ एकदम हावा चाहिँ लागिरहेछ है ओहो कस्तो कर्भ के यहाँ चाहिँ हामी अगाडि बढ्दैछौँ अब साथीलाई यहाँको लोकेसन चाहिँ थाहा रहेछ होइन त्यही भएर साथीले चाहिँ आफै लिएर आयो जाँदाखेरि ओह्रालो छ है आउँदाखेरि चाहिँ अलिक थाकिन्छ होला लाइफमा चाहिँ अहिलेसम्म यार एउटा वेल वाचिङ भन्ने हुन्छ होइन वेल वाचिङ चाहिँ गर्न मन छ होइन वेल चाहिँ एकदम हेर्न मन छ सो होपफुली त्यो पनि अब गरिन्छ होला बिस्तारै सो इट्स टु विन्डी अनि यहाँ चाहिँ क्याम्प गर्न नपाउने रहेछ डग पनि अलाउड छैन है सो हामी चाहिँ अहिले यो बाटो हुँदै जाँदैछौँ नेचुरल स्पा यहाँ चाहिँ एकदम विन्डी छ है गाइज सो मैले बोलिरहेको चाहिँ तपाईँहरूले राम्रोसँग सुनिरहनु भएको छैन होला नेचुरल स्पा हामी जाँदैछौँ त्यतातिर ओ सो गाइज यतै कता जोस् रकहरूले कभर गरेर होइन एउटा स्विमिङ पुल जस्तो एउटा स्पा जस्तो चाहिँ ठाउँ छ यहाँ चाहिँ सो तपाईँहरूलाई यदि स्विमिङ गर्न आउँदैन भने चाहिँ है this place gonna be best fit for you. In front of you, he is Oman, our tour guide for today. Hey Oman, do you want to say something? I only charge money to talk, man. You charge money? You charge money to talk? Ah, bro, this is the expensive guide ever we have.
Spa, it's right there. Whoa! मान्छेहरू न कति टाढा टाढा माथि माथि हुन्छ हो अप्स एन्ड डाउन गर्न चाहिँ एकदम गाह्रो है तर दुई साइडले रक्सले कभर गरेर हैन बिचमा चाहिँ स्विमिङ गर्न मिल्ने रहेछ So many people, bro. Yeah. I don't like people being watched while I'm swimming, bro. So यो चाहिँ स्पा हो यहाँको अनि हामी चाहिँ अलिकति माथि जान खोजिरहेको छौं बाटो चाहिँ यस्तो छ रफ छ है गाइस अहिले चाहिँ अलिकति माथि आइपुग्यौं आरती चाहिँ त्यहाँ छ हो यहाँबाट अझै माथि सरौं सो यसरी चाहिँ यहाँ पानी आउने रहेछ का look at the view guys भ्यू चाहिँ एकदम बवाल आइरहेछ यहाँबाट चाहिँ लुक यसरी पानी फ्लो भएर चाहिँ हैन त्यहाँ जाने रहेछ के I love it बवाल आइरहेछ बवाल So guys, यो नेचुरल स्पा आउनलाई चाहिँ है अहिलेको ठाउँबाट जस्ट 15 मिनट्स ड्राइभ होला है अलमोस्ट त्यही 10-15 मिनट्स र तपाईहरु यदि यहाँ आउन चाहनुहुन्छ भने चाहिँ म लोकेसन राख्दिने छु यहाँ हेर्नु होला हाम्रो यहाँ अब बारबिक्यूको लागि हुँदैछ मिस्टर भाट इज हाइली प्रोफेसनल इन दिस जब गाइस अब चाहिँ हामी यसो मासु सासु खान थालेको बिरयानी चाहिँ भर्खर खाइसक्यौं है आई मिन मीट एन्ड सिट So मासुमा चाहिँ हामीसँग पहिल्यै म्यारिनेट गरेको पेरी पेरी चिकन छ हाफ चिकन छ यता You got the expensive jacket, bro. Yeah. What's the price for that one? 200, 300? This one goes from 400 and 300. Yeah. $10, bro. $10? He's the richest kid. ढोक दिया बहुत भाटले पनि ढोक दिया बनी नमस्ते इधर ढोक दिया मेरा मेरो धड़कन रोक दिया बोल्न थाहा रहेछ त थाहा भएछ नि यो फेमस गीत हो Look this thing feathers I don't like it So guys हाम्रो चाहिँ यो रेडी भइसकेको छ र हामी चाहिँ खाना सुरु पनि गरिसक्यौं है बोन सबैभन्दा बढी खाने मान्छे यहाँ चाहिँ लुकी लुकी खाएर पेटबाट थाहा हुन्छ आधी खाइसके तिमी खाउँ न त जस भाइ पनि अर्कै आउने कि यस्तो खुल्ला ठाउँ बसेर खाँदाखेरि म चाहिँ भाइ भी हेरेको छैन I forgot to take the vibe I was busy eating So guys अहिले चाहिँ हाम्रो यहाँको प्याकअप हुँदैछ है र अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ अहिले चाहिँ ठ्याक्क समय 5:05 भएछ हैन अब चाहिँ हामी यहाँबाट निस्केर घरतिर लाग्नु पर्ने हुन्छ घर जानलाई ठ्याक्क 2.5 आवर्सको ड्राइभ छ सो घर जाँदा जाँदा साँझ पर्छ होला सो यहाँ
यहाँको चाहिँ बिच एक्सेस चाहिँ यस्तो छ है वाटर पनि एकदम बबाल छ तर अहिले अलि जाडो भएको भएर है अझै पनि स्टिल जाडो महिनाको समय छ त्यही भएर अहिले चाहिँ एकदम विन्ड चलेर यस्तो चिसो भएको छ पानीमा जान सकिन्न अहिले चाहिँ सो यदि तपाईँहरू यो गर्मी समयमा आउनुभयो भने चाहिँ यो स्पट एकदमै बेस्ट हुनेछ तपाईँहरूको लागि सो यो ठाउँलाई पनि बाई गरेर अब हामी घरतिर लाग्छौँ है त बाई बाई